हेलो गाइज वेलकम टू माई मिनी ब्लग। मेरो मिनी ब्लगमा सबलाई स्वागत छ। सबभन्दा पहिला त सबलाई नमस्कार। यो चाहिँ हाम्रो सुरुमा आउँदै हाम्रो राइस निक्ल्यो। त्यहाँपछि हामीले हल्का मोमो बनाएर मोमो चढाएर फेरि हाम्रो यो बिरयानी आइसक्यो। एक हाफ बिरयानी बनाएर ट्याक्क अब ग्यासको अभाव छ, त्यही कारण हाम्रो चाहिँ आगमा बन्छ आज भोलि। ट्याक्क आज हाम्रो कस्टमर वेट गरिरहेछ। ट्याक्क बिरयानी बनेर ट्याक्क बिरयानी के सोधिरहेछ, के हाल्छ, के गर्छ भनेर होइन। बिरयानी बनाएर बिरयानी दिएर फेरि बेलुकापट्टिको टाइममा मोमो सिधिहालेको थियो। मोमो बनाएर फेरि हाम्रो म्यागी आइसक्यो। म्यागी दिएर यो चाहिँ हाम्रो बेलुकापट्टिको टाइम हो गाइज। यो चाहिँ हाम्रो मन्चुरियन बनिरहेछ। मन्चुरियन बनाएर यस्तो बन्छ दामी दामी। हल्का साइज पनि ठुलो खालको छ। यो चाहिँ बेलुकापट्टिको टाइम। सबजना अहिले यति कस्टमर छैन, त्यही कारणले चाहिँ हामीहरू बाहिरभित्र यो हल्का रमाइलो गरिरहेछ। कस्टमर आए बेला यताउता हेर्न मिल्दैन, त्यही कारणले अहिले चाहिँ मन्चुरियन बनाएर ट्याक्क यो चाहिँ यता हाम्रो म्यानेजर हाम्रो मस्ती भयो हल्का फुल्का। त्यहाँपछि मन्चुरियन निकालेर राखिदिनु भयो। मन्चुरियनको लुक चाहिँ एकदम बवाल देखिरहेछ। त्यहाँपछि हाम्रो मन्चुरियन गइसकेपछि मन्चुरियन दिइसकेपछि हाम्रो 2 हाफ चाउमिन गइसक्यो। यो चाहिँ उता ढुके हाम्रो ठेकदार हो, ठेकदारको थियो 2 हाफ चाउमिन। त्यहाँपछि 3को चाउमिन दिइसकेपछि ल गाइज आजको लागि यति, बाई बाई।